हेलो साथीहरु, तपाईहरु सबैजनालाई मेरो न्यू भिडियोमा स्वागत छ। आज चाहिँ म हजुरहरुलाई मेरो घरको फूल चाहिँ नजिकबाट देखाउने छु। यस्तो राम्रो तरिकाले फुलेको छ भने यहाँ पनि अर्को फूल पनि हेर्न सक्नुहुनेछ। त्यसैगरी यो फूल चाहिँ ढकमक्क फुल्दा चाहिँ एकदमसँग राम्रो देखिन्छ। सो तपाईहरुले यहाँ यो फूलहरु चाहिँ ओइलिसकेको छ। अहिले चाहिँ 12-1 बजेको छ। सो हेर्न सक्नुहुन्छ, यस्तो राम्रो फूल देखिन्छ। सो यतातिर चाहिँ गुलाबको फूल पनि फुलिरहेको छ। यहाँ चाहिँ फूलहरु टन्नै छ। यो चाहिँ यस्तो राम्रो देखिरहेछ है। सो त्यसैगरी यहाँ चाहिँ व्हाइट कलरको पनि फूल छ। व्हाइट कलरको फूल यो पनि रोज फूल हो, गुलाबको फूल। सो यो चाहिँ यस्तो राम्रो छ क्या। यो चाहिँ यतातिर रातो, यहाँ अनि यो बीचमा रातो छ, यहाँ कालो छ, फेरि यहाँ चाहिँ पिंक कलर अनि व्हाइट कलर छ। यस्तो दामी फूल छ यो। सो हेर्न सक्नुहुन्छ है। यतातिर चाहिँ येलो कलरको फूलहरु छ। सो तपाईहरुको घरतिर छ छैन कमेन्ट गर्नु होला। यस्तो राम्रो फूल छ है। सो यहाँ चाहिँ पिंक कलरको फूल छ। सो गाइस, त्यसैगरी यहाँ चाहिँ हेर्न सक्नुहुनेछ घन्टी फूल यस्तो बवाल तरिकाले फुलिरहेको छ। यतातिर नि टन्नै फुलेको छ। यतातिर चाहिँ पिंक कलरको छ अनि यतातिर चाहिँ रेड कलरको छ। यो चाहिँ ठुलो बोट छ है। सो यतातिर चाहिँ एकदमसँगले दामी तरिकाले रोपेको छ। यो फूलको बिरुवा चाहिँ यस्तो बवाल देखिन्छ। यस्तो दामी देखिन्छ है। सो